चाहिँ कांग्रेस र एमाले चाहिँ मूलत कस्तो भने अहिले नै सानो भूमि पाइएको छ, अहिले नसुधाए पछि सकिँदैन, अहिले ठोक्ने हो भनेर ठोकिराखेको कुरा तपाईँले महसुस गर्नुपर्छ कि पर्दैन? एउटै मुद्दामा सभापतिलाई चाहिँ 75 जिल्ला दौडाउने एउटै मुद्दामा सेम त्यही प्रकृतिको मुद्दामा लीला बल्लभ अधिकारीहरू, त्यसपछि चाहिँ ऋषिकेश पोखरेलको चाहिँ श्रीमतीहरू, इच्छाराज तामाङहरू जस्तो सिभिल सहकारीको मालिकहरू जस्तोलाई चाहिँ उन्मुक्ति दिने, त्यसो भएको हुनाले यो कुराहरूप्रति त हाम्रो विमति हिजोदेखि नै थियो, अहिले पनि छ र अहिले पनि बोलिराखेको त्यही नै हो, स्ट्यान्ड त त्यही नै छ। प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा जुन अहिले सक्रिय मुद्दा हो, अर्को मान्छे बोल्दा त ज्यानले कानै सुन्दैन यार तपाईँहरू के प्रकाशजी भनेको लाइन स्पिड र करेन्ट बजे जस्तो बजेको यो भइरहेको मान्छेले यति बोलेर भएन, अनि टाइम ठिक्क दिनु पर्यो। हिस्ट्री कतैतिर नजाऊँ न, हामी उमेश खड्काजीलाई एकचोटि बोल्न दिनु के बोल्नु राखेर बोल्छु म बोल्छु कति मलाई बोल्न दिनुहोस् ल, म बोल्छु ल 2 मिनट ल 3 मिनट दिनु ल ठिक छ ल ओके 3 मिनट भन्दा यहाँ टाइम गइसक्यो। यहाँ सुन्नुहोस् है, तपाईँहरू हिजोसम्म जब माओवादीको सरकारमा रासपा एमाले राप्रपा मिलेर हामीलाई समर्थन गरेर माओवादीको प्रचण्ड प्रधानमन्त्री भएको हो, तपाईँहरूको रवि लामी छानेलाई त्यो बेलामा छोटा केटी ओली भन्न थाले क्या जनताले, तपाईँहरू आफू चाहिँ भित्र न्यायको अरू सबै खराब भन्नुभयो, तर छोटा केटी ओली त्यो बेलामा सबैले भनिसकेको थियो रवि लामी छानेलाई, बुझ्नुभयो नि। जब केटी ओलीले राष्ट्रपति नपाउँदै गर्दा एमाले सँगसँगै लागेर प्रचण्डलाई दिएको प्रधानमन्त्री समर्थन फिर्ता लिएर तपाईँहरू हिँड्नु भएको होइन। तपाईँहरू साँच्चीकै देश बनाउन आएको प्रचण्डको सरकार ढाल्न किन लागेको त्यो बेला, किन लागेको? एमाले जे भन्यो त्यसकै पछि लागेको होइन। सुरुमा तपाईँहरूको राष्ट्रपति सभापतिले के भन्नुभएको थियो, नो नेट एगेन भनेर चाहिँ 3टा बुढालाई फाल्न आएको होइन। लास्टमा केपी ओलीले त जता नचाहे त्यतै नाच्ने भइसक्नु भएको थियो नि। जब दोस्रो पल्ट चाहिँ गृहमन्त्री भएर जब प्रचण्डको चाहिँ मन मुटु सबै बुझ्नु भयो, साँच्चीकै रवि लामी छानेलाई सफल पार्नलाई प्रचण्डको यति हात छ नि, यदि एउटा प्रधानमन्त्रीले चाहिँ लु काम गर भनेर खुल्ला रूपले नदिएको थियो भने रवि लामी छाने सफल हुन्थ्यो। त्यो बेलामा तपाईँहरूको रवि लामी चाहिँ गृहमन्त्री बन्दै गर्दामा तपाईँको राष्ट्र परिचय पत्र चाहिँ कुन चाहिँ एउटा संस्थालाई दिएको, त्यो बेलाको विवाद थाहा होला है तपाईँहरूलाई। अनि त्यो कुनै भर्खर बिल गर्नु नपर्ने पुलिसहरूको त्यो किन नकाटेको, नारायण काजीले गएर एकै तालमा काटिदिएको होइन। यो कुराहरू कहिले देख्नुभयो तपाईँहरूले? नारायण काजीले गरेको काम कहिले भन्नुभयो? माओवादीको त्यतिखेरको 18 महिनाको प्रधानमन्त्री र तपाईँको मन्त्रीहरू हुँदै गर्दा सुदन किरातीले एयरपोर्ट सुधारेको, सञ्चार मन्त्रीमा त्यत्रो घोटाला भएको एउटा महिलाले 18 महिना सञ्चार मन्त्री चलाउँदा रेखा शर्माले कोही टाउको ठाडो पारेर निस्केको गर्दा तपाईँहरूले माओवादीलाई यसरी भनिराख्नु भएछ कि माओवादी आज कहाँ चाहिँ तपाईँको नीतिगत भ्रष्टाचारमा माओवादीको नाम आएछ। आज काङ्ग्रेस र एमाले छोडिदियो अनि तपाईँको के अरे यत्रो सरकारीको कुरा आउँदै गर्दा माओवादीको त कहीँ एकजनाको नाम आएको छैन माओवादीको। अनि तपाईँहरूको त्यो बेलामा रवि लामी छानेले यदि साँच्चीकै देश बनाउनु भने प्रचण्डको सरकार किन गिराउन चाहिँ केपी ओली सँगसँगै लागेर हिँडेको, किन लागेर हिँडेको? तपाईँहरूको 100 जना अभियान खोइ देशबाट चुनिने बित्तिकै चितवनबाट भाषण गरेको होइन। भाषणले मात्रै देश चल्दैन सरहरू। हामीले त उहाँ अघि नारायण सरले के भन्नुभयो भने सबैलाई हेरौँ एकपल्ट बहुमत के अरे राष्ट्रपतिलाई दिएर हेरौँ भन्नुभयो। हामीको पनि भनाइ त्यही हो क्या, माओवादीले अहिलेसम्म बहुमत पाएको छैन। एकपल्ट माओवादीले बहुमत पाउने 5 वर्षमा हामी तपाईँहरूको जतिकै युवा हाम्रो माओवादीमा छैन, को छैन आज युवा माओवादीमा बोल्न सक्ने? माधव सापकोटा, राजन दालहरू युवा होइन, तपाईँहरू जतिकै युवाहरू पढेका युवाहरू छन् हाम्रो माओवादीमा। के तपाईँहरूलाई माओवादी त्यतिकै जन्मे जस्तो लाग्छ? तपाईँहरूको लडाइँ अहिले हामीसँग होइन क्या। हाम्रो हामीले भन्न खोजेको तपाईँहरूको लडाइँ हामीसँग होइन। तपाईँहरू एउटै धानमा माओवादी काङ्ग्रेस एमाले हो भनेर पदवी पनि नहाल्नु होला। तपाईँहरूको 21 जना सांसदले माथि प्रचण्डलाई बुझिसके, प्रचण्डले चाहिँ विपक्षीको नेताले जता भन्यो अहिले त्यतै मिटिङ गरेपछि मात्रै कुरा हुन्छ। तपाईँहरू अनि यहाँ मुनि कार्यकर्तालाई बाजेर झगडा गराएर सबैजना बाजेको बाजे गर्नुहुन्छ। सबैभन्दा टाढो त अहिले माओवादी भएको छ तपाईँहरूलाई। तपाईँहरूको 21 जनाले चाहिँ माओवादीको सबै बुझिसकेछन्। प्रचण्डको चाहिँ मन रहेछ, रवि लामीले बोलेको होइन प्रचण्डको बारेमा त्यत्रो खुल्ला दिलले। अनि तपाईँहरू यहाँ टाइम सक्यो है। अब उमेशजीको जवाब कहिले दिने? नारायणजीले दिनु? म दिन्छु सर। तपाईँलाई कति 4 मिनट अघि उहाँलाई 4 मिनट दियो, 4 मिनट 3 मिनट कति दियो? एकछिन छ टाइमै दिउँ न, अहिले जति छ त्यति ध्यान, त्यही 3 मिनट टाइम दिएको छ। ल सर, ल जवाब दिनु सर। ल उमेश सर त्यो कुरा सही हो कि तपाईँ आक्रोशमा आउनु भएको हरेक कुरा हरेकलाई म मान्छु क्या, एकदम समर्थन गर्छु। हाम्रो प्रकाश सरले नि भन्नुभयो खालि हिस्ट्रीतिर जानुहुन्छ होइन। हामीले भनेको माओवादीले गरेन, तपाईँ भन्नुहुन्छ प्रचण्डजी हरेक हो। किन प्रचण्डजी भन्दा ट्यालेन्ट मान्छे तपाईँको पार्टीमा अरू कोही छैन? किन दिएन त्यत्रोसम्म?
किन हेर्न सक्नु भएन त? तपाईँ युवा भन्नुहुन्छ युवाहरू होइन क्या, हामीले भनेको एउटा मियो राखौँ, त्यो मियो बिनाको दाइ हुँदैन भने थाहा छैन सर त हजुरहरूलाई होइन। एउटा कृषक परिवारबाट हामी एउटा 80% कृषक भएर आएको हुर्किएको मान्छे हो। कमसेकम कति तपाईँको घर फ्यामिलीबाट तपाईँको कुरा हुनुहुन्छ त्यो खासै थाहा भएन कि विदेश जानुहोस्, हेर्नुहोस्, सिस्टम हेर्नुहोस्, सबै कुरा गर्नुहोस्, पढेर आउनु, त्यो सबै गरेको मान्छेहरू मिलेर गरौँ, एकचोटि हेरौँ। 3 दशक तपाईँले के गरेर बस्नुभयो त? महाअभियान 101 थियो, यति थियो, अघि भर्खर भन्दा 200 कति सिट जित्दाखेरि के गरेर बस्नुभयो त? प्रचण्ड कतिचोटि प्रधानमन्त्री बन्यो? रवि लामिछाने तपाईँको भन्नुभयो अब गृहमन्त्री बन्दाखेरि के गरेर प्रचण्डले साथ दिएको थियो भने हो 100% साथ दिएको। आज किन मान्छे को कहाँ के हुन्थ्यो भने हजुरलाई थाहा छ र? माओवादीले हिस्ट्री खोज्न त चाहेको होइन कि सर, हामीले भविष्य बनाउन चाहेको। भोट त के भयो भोट गइसक्यो। हिजोको कुरालाई कोट्याएर पनि केही हुनेवाला छैन। हामी भविष्य बनाऊ। तपाईँ बुझ्ने मान्छे हुनुहुन्छ, राम्रो हुनुहुन्छ भने 5 वर्ष किन समय दिएर हेर्न सक्नुहुन्न तपाईँले? 5 वर्ष समय दिएर हेर्नुहोस् न एकचोटि। देशमा परिवर्तन आएन, केही भएन, त्यसपछि कुरा गरौँ न। माओवादीलाई दिने हो कि कसलाई दिने हो कि के गर्ने, कुन चाहिँ पार्टी ल्याउने हो कि सबैलाई सकेर अर्कै लिएर आउने हो कि जनता एकजुट भएर अर्कै के गर्नुपर्छ त्यतिखेर सोचौँ नि त। एकचोटि दिएर हेरौँ होइन। कति तपाईँ अझै पनि बल हरेक कुरामा सुनिरहेको हुन्छ कि तपाईँहरूकोमा। अनि एजुकेटेड मान्छे, राम्रो मान्छे भएर कुरा गर्ने गर्नुहोस् कि खालि प्रचण्ड, खालि ओली, खालि यो हामी कहिले रवि कहिले होइन। युवा मिलौँ, सबै काम एकचोटि राम्रो गरेर हेरौँ। 84 मा हामी मियो हो कि रासुपा भनेको एउटा मियो हो कि त्यो मियोलाई राखेर हामी दाइँ गरौँ के सबै कुरा के आजसम्म भएको घुसपेटदेखि लिएर हरेक कुरालाई अन्त्य गरौँ। जनताले सुख शान्ति पाओस् होइन। विदेशमा गएर गर्नुपर्ने रोजगारहरू, विदेशमा गएर मान्छेहरू कति दुःख पाएछन्, त्यो दुःख पाएको मान्छेहरूलाई सबैलाई राम्रो सफल बनाउन सकौँ भन्ने मात्रै धारणा हो क्या सर हाम्रो। तपाईँको खालि म माओवादी हटाएको म यो भनेको छैन कि हामीले। सबै मिलौँ, एकचोटि देशलाई चाहिँ आमूल परिवर्तन गराउँ के बुझ्नु होइन। खालि प्रचण्ड खालि ओली नभन्नुहोस् के। एउटा राष्ट्रपा भनेको एउटा मियो हो, त्यो मियोलाई राखेर हामीले दाइँ गर्नुपर्छ। मियो बिनाको दाइँ हुँदैन सर। तपाईँले एउटा कुरा यति स्पष्ट भएर बुझ्नुहोस्, हिजोको कुरा कोट्याएर पनि केही हुनेवाला छैन। भविष्य बनाउनेर लाग्नुहोस्, बुझ्नुभयो नि है त। ल टाइम सुरु थियो केदारजीको। ल केदारजी तपाईँ तलबाट म दिन्छु भनेर भन्नुभएको। ल केदार सर उठ्नु दिनुहोस्। ल राख्नु है केदार सर। ल अनि त्यसपछि राजनीतिको कुरा के गरौँ भएर सर, राजनीतिका कुरा के गरौँ जस्तो छ र? तपाईँलाई राजनीति गरौँ जस्तो छ र? ल ट्याप गर्नुहोस् त्यसो भए। ल मिस्टर मगर तपाईँ बोल्नु। ल थ्याङ्क यू। अब टाइम दिनु है मलाई पनि, भेदभाव हुन्छ नि फेरि होइन। मैले चाहिँ हजुरलाई फर्स्ट दिनु पर्यो जवाब चाहिँ के भनेदेखि अब एजेन्डा हजुरहरूले भन्नुभयो। अब हजुरहरूको एजेन्डा के छ त? अब तपाईँले चाहिँ अब यो प्रयास घटाउनुपर्छ के भन्नुभयो। अब हजुरहरूले त्यसलाई सशक्त रूपमा उठाएर अब 84मा चाहिँ लानु पर्यो होइन। फेरि तपाईँले चाहिँ अब फेरि यहाँ मात्र बोलेर पछि चाहिँ लानु भएन भने त्यो केही अर्थ रहँदैन। हेर्नुहोस् तपाईँको एजेन्डाले काम गर्नुपर्छ होइन। अनि अब माओवादीको साथीहरूले मेरो एन्सर त दिनु भएन, ठिकै छ। तर माओवादीको एजेन्डा चाहिँ के हो भन्दा एउटा निष्पक्ष व्यक्ति भएर अहिले धर्मनिरपेक्ष संहिता यो जेसुकै पनि एजेन्डा चाहिँ माओवादीको नै हो, तर माओवादीहरूले काम गर्न सक्नु भएन भन्ने मात्र हो। उहाँले चाहिँ बिचरा अब के भन्नुभएको रहेछ भने अब हाम्रो सबै एजेन्डा भयो तर हामीले काम गर्न पाएनौँ भन्नुभयो होला होइन। बिचरा रोइ कराइ गर्नुभएको छ होइन। अब साथीहरूलाई 64मा दिएकै हो, साथीहरूले अब आफैले बेइमानी गर्नुभयो। त्यही भएर प्रचण्डले जहाँसुकै रोइ कराइ गर्दै हिँड्नु भएको छ कि माफी चाहियो भन्दै। अब त्यो जनताले दिने हो, हामीले दिने होइन। त्यही भएर अब हाम्रो यहाँ नारायण सरले पनि भन्दै हुनुहुन्थ्यो अब यो व्यक्ति भन्दै हुनुहुन्थ्यो। अब के राजसभा भने नै रवि हो, रवि नै राजसभा हो भन्नेतिर नलाग्नुहोस्। किनभने सुमना श्रेष्ठले चाहिँ एकदम राम्रो काम गरे हो होइन। किनभने त्यो चाहिँ मैले नै भएको कुरा हो क्या। म चाहिँ अब स्टुडेन्ट हो, मैले भएको कुरा चाहिँ अब उहाँ शिक्षा मन्त्री भएपछि केही परिवर्तन आएको थियो, तर अरूले गर्न सक्नु भएन भन्ने हो क्या। राष्ट्रसभाका साथीहरूले अरूले गर्न सक्नु भएन भन्ने चाहिँ मलाई लाग्छ। अनि अब तपाईँहरू कता
पनि अब अघिमा लिनुभयो अब यता नट अगेन भन्दै हुनुहुन्थ्यो अब यता फेरि केपी बा के प्रचण्ड बातिर लाग्नुभयो होइन त्यही भएर हजुरहरूलाई पनि अप्ठ्यारै छ तर हजुरहरूले चाहिँ अब हजुरहरूको एजेन्डा चाहिँ के हो एकदम होइन अब यो धर्मनिरपेक्षमा जाने हो कि तपाईँ एकदम स्पष्ट चाहिँ नि विचार लिएर जानुहोस् हजुरहरूले अब हजुरहरूको विचारले काम गर्छ गर्दैन त्यो त 64 के 84 मा देखो नि मगरजी तपाईँ यार स्टुडेन्ट भन्नुहुन्छ कताको स्टुडेन्ट हो क्लियर गर्नु भएको छ यार अब स्टुडेन्ट हो भनेर अब तपाईँलाई मैले के देखाइदिनु कहाँ भिडियो देखाइदिनु भन्नुहोस् म त्यहीँ आएर देखाइदिन्छु के भयो मेरो प्रब्लम मैले कुनमा चाहिँ राहत पाएँ भनेर कुरा तपाईँलाई म देखाइदिन्छु होइन अहिले त्यो यत्रो राजनीति गर्ने थलोमा आएर धर्मनिरपेक्षता मान्छ कि के मान्छ राष्ट्रपाले एजेन्डा क्लियर गर्नु भनेको त हेर्नु त्यहाँ कुनै पनि साथीले सोध्नुहोस् त राजनीतिक बहसमा हुन्छ मित्र तपाईँ कुनै दलमा हुनुहुन्छ आस्था राखेर मेरो बोल्ने टाइम हो होइन तपाईँको अब बोल्ने अब तपाईँहरू मात्रै बोल्ने भने त निकाल्दा भइहाल्यो नि हामीलाई के फरक पर्छ र हेरौँला नि 84 मा कसले के देखाउँछ भनेर होइन अनि यहाँ एउटा कुन चाहिँ खातीले लेडे भन्दै थियो होइन 13 बाउको अगाडि छ भने भेटेर देखाएँ एकचोटि त्यति भने अहिले मैले ल समीर यही मान्छेलाई चाहिँ अघि भोटको कुरामा जोडिन आएको थियो सर नभए त म तलै बसेर हजुरको सुरुदेखि लाइभ खोलेदेखि म तल थिएँ यही मान्छेको कुरादेखि सर यस्तो पनि हुन्छ यो कुन अदालतको न्यायाधीश हो क्या यो मान्छे रवि सरको मुद्दा अदालतमा न्यायिक प्रक्रियामा चलिरहेछ भोलि ठग भने ठग हो कि के हो भोलि अदालतले भन्छ नि यो अदालतको कुन चाहिँ न्यायाधीश परेछ र रवि ठग हो चोर हो भन्दै आएको यहाँ भनेर मलाई यो असह्य भएको छ क्या सर राजनीतिको साथीहरू हुनुहुन्छ पालोको पर्खाइमा हुनुहुन्छ प्रतीक्षामा हुनुहुन्छ यहीँ प्रकाश सर हुनुहुन्छ अझै केही कुरा राख्न पायो भनेर नमस्ते ल प्रकाशजीलाई बोल्नु दियो ल प्रकाशजीलाई यो मिस्टर मगर माथि आएर शब्द चयन अलि भएन समीर चाहिँ प्रकाश सर तपाईँ समय प्रकाशजी तपाईँको समय ल तपाईँको समय सुरु हुन्छ ल अब यो मेरो अन्तिम नै हो यो समय योभन्दा बढी समय म लिन्न हजुरहरूसँग मैले राख्नुपर्ने सबै कुराहरू विषयवस्तुहरू मैले आफ्नो तर्फबाट राखि नै सकेको छु बाँकी कुराहरू त यहाँ सारांशमा उठ्यो केही कुराहरू मुद्दाबाट क्लियर छ भन्छु रासपा जे हो अहिले भइरहेको सिस्टम मूलतः संघीयताको भर्खरै अभ्यास गरिराखेका छौँ नेपालले भर्खरै अभ्यास गरिराखेको छ शिशु अवस्थामा छ भनौँ न अझ संविधान पनि संघीयता पनि स्थानीय तह पनि जे कुरा हामीले अहिले प्र्याक्टिस गरिराखेका छौँ यो कुराहरू यो संरचनाहरू यो विधि पद्धतिहरू चाहिँ अरू देशमा हेर्ने हो भने आजभन्दा 150-200 वर्ष अगाडिबाट नै अभ्यास गरिराखेको देखिन्छ अब तुलना नगरौँ हामी चाहिँ त्यो मानेमा नयाँ अवस्थामा छौँ एउटा विषय बुझ्नुपर्ने त्यहाँनिर हो त्यसो भएको हुनाले यो खराब छ कि सही छ भन्ने बारेमा अहिले नै फैसला गरिहाल्नु पर्ने जस्तो मलाई चाहिँ लाग्दैन जस्तो कि संघीयताको विषयहरू स्थानीय तहको विषयहरू अझ स्वायत्त कसरी बनाउने कानुनी रूपमा आर्थिक रूपमा होइन अरू विभिन्न ढङ्गले अब शिक्षाको कुराहरूमा स्वायत्तता प्रदान गर्ने अझ आर्थिक रूपमा कानुनी रूपमा सुसम्पन्न बनाउनको निमित्त स्थानीय तहलाई चाहिँ शक्तिशाली बनाउनुपर्छ भन्ने कुरामा चाहिँ राष्ट्रपा पनि दत्तचित्त भएर लागिरहेको र अघि यहाँ होस्ट सरले पनि त्यही ढङ्गले आफ्नो विचारहरू राख्नुभयो संघीयताको जे कुरा छ 14 प्रदेश भन्नुभएको थियो भनेर उहाँले भन्नुभयो सही हो किनकि 14 प्रदेश माओवादीले सुरुमा प्रस्ताव गरेकै प्रदेश हो त्यो चाहिँ पहिचानको आधारमा सामर्थ्यको आधारमा यो विभिन्न मुद्दाहरूलाई टेबल गरेर प्रस्ताव गरिएको विषय हो भलै त्यसमा सहमति जुटेन विभिन्न कारणले गर्दाखेरि र एकजना साथीले भन्नुभयो 64 मा बहुमत दिएको भन्नुभयो 64 को संविधान सभाको चुनाव नै हो त्यो किनकि यो चाहिँ अरू नभएर 64 को क्याबिनेटले बनाउनु पर्ने चाहिँ संविधान नै थियो नयाँ संविधान नै थियो व्यवस्थामा त हामीले गणतन्त्र अपनायौं अब त्यो गणतन्त्रलाई संस्थागत गर्नको निम्ति हामीलाई देशको मूल कानुन बनाउनु पर्थ्यो संविधान त्यसको नाम
त्यसको निम्ति भएको चुनाव थियो त्यो, किनकि संविधान बनाइसकेपछि मात्रै, नीति विधि बनाइसकेपछि मात्रै त्यसलाई आत्मनुशासित भएर सबै दलहरूले, स्वतन्त्र सबै नागरिकहरूले पालना गरेर समृद्धिको दिशातर्फ जाने कुरा हो। त्यसो भएकोले त्यति बेला संविधान बनाउन फेल खायो, संविधान बनाउनमै 12 वर्ष लाग्यो। दोस्रो संविधान सभाको चुनाव 70 मा भयो, 72 मा संविधान बन्यो र अहिले केही कुराहरू अपुग छ होइन, त्रुटि होला, तर पनि हामीले एउटा फर्मेट बनाएका छौँ। यो कुराहरूलाई हामी अहिले प्रयोग गरिराखेका छौँ, टेस्ट गरिराखेका छौँ। त्यसो भएको हुनाले ठिक छैन वा छ भन्ने कुराको निरुखेल सरकारमा भइरहेको गठन विघटन र अस्थिरताले गर्दाखेरि सिङ्गो सिस्टम नै ठिक छैन कि क्या हो, अथवा संविधान नै ठिक छैन कि क्या हो भन्ने चाहिँ भ्रम पर्न गएको छ आम सचेत मान्छेहरूमा पनि। संविधान नै ठिक छैन, राजा चाहिन्छ भन्नेतिर मान्छे त्यत्तिकै जाँदैन नि त, किनकि सरकार चाहिँ 6 महिनामा गिर्ने चाहिँ 18 महिनामा गिर्ने बढी गयो भने गठन विघटन भइराख्नु भएको हुनाले सरकार त सर तपाईँको टाइम सकिसके रहेछ है त, मेरो टाइम आइसकेको छ। अनि घरबेटी सर यो टाइमलाई प्लिज म बोलेको छैन, यसलाई चाहिँ फेरि सच्याइयोस्। 3 मिनट मैले फुल पाउनु पाऊँ, म पनि 1 घन्टा यहीँ नै छु, 1 घन्टा माथि नै भयो। सबभन्दा पहिलो कुरो त यहाँ सबै साथीहरूलाई एकमुष्ट नमस्ते, फेरि पनि गुड इभिनिङ। हामी आपसमा यसरी बाँधिएका छौँ है, अनि सबै खुल्ला आँखाले देखेका पनि छौँ होइन, टेस्टेड पनि गरिसक्यौँ होइन, ठिक छ, जे गऱ्यौँ। तर यहाँ धेरै साथीहरूले भन्नुहुन्छ कि राजाको पालोमा के थियो, को थियो, यो थियो भनेर भन्नुहुन्छ। अन्य दलका पार्टीहरूले चाहिँ नि लेनिनवाद, मार्क्सवाद, फलानावाद भनेर चाहिँ भित्तामा फोटो ल्याएर उहाँहरूको जन्मदिन र मृत्युदिन पनि मनाउन मिल्ने। तर नेपालमा जुन राजाले आर्जन गर्यो त्यो राजाको फोटो किन नटाँच्ने? पहिलो ठाउँमा राजाको तपाईँको चाहिँ पृथ्वीनारायण फोटो टाँसियोस्, त्यसपछि चाहिँ नेपालमा ठिक छ जसले योगदान गरे तपाईँको बिपीको फोटो टाँसियोस्, त्यसपछि चाहिँ तपाईँको चाहिँ नि मदन भण्डीको फोटो टाँसियोस्, पर्सेन्टले राम्रो गरे पर्सेन्टको फोटो टाँसियोस्। त्यो त पुस्ता थियो नि त, हाम्रो युग थियो, त्यो युगमा जसले योगदान दियो त्यतिखेर योगदानको फोटो टाँसियोस्। तर आज आएर चाहिँ त्यो जमानामा यो भएन त्यो भएन भन्दै धेरै क्वेसन गर्नुहुन्छ, राजालाई धेरै गाली गर्नुहुन्छ। साथीहरूले त्यस्तो नगरिदिनुहोस्, हामी माओवादीलाई पनि गाली गर्दैनौँ, एमाले काङ्ग्रेसमा गाली गर्दैनौँ। तर आज कुर्सी जुन कुर्सी यत्रो ठुलो क्या सर, हातले पनि नअटाउने यत्रो ठुली कुर्सीमा जुन बस्नु भयो उहाँहरूको दममा हामीले त्यो व्यक्तिहरूलाई मात्र हामीले विरोध गरे हो। अनि दोस्रो कुरो राजसभाले के गर्यो र भन्ने कुरा पनि आइरहेको सुनिरहेको थियो। राजसभाले कति महिना सरकारमा बस्यो, अनि तपाईँको चाहिँ त्यो एमाले त थियो लगभग काङ्ग्रेसको नीतिज्यू गगनजीले बाख्राजीले चाहिँ कति महिना चाहिँ संसद अवरोध गर्नुभयो, काम गर्न कहाँ दियो हेर्नुहोस् है त। अनि भन्नुहुन्छ राजसभाको एजेन्डा के हो? राजसभाको एजेन्डा भर्खरै चाहिँ तपाईँको ठुल्ठुलो बिल्डिङ बनाइदिने होइन क्या सरहरू, अदालतको व्यतिथि कायम गर्ने हो, भ्रष्टाचारले कायम गर्ने हो, नियन्त्रण गर्ने हो। तपाईँ जहाँ छन् सरहरू त्यहाँबाट थोरै राहत पाउने हो। आनन्दको यसरी हेर्नुहोस् त, बाहिर बसेर आनन्दको सास लिनुहोस् त, हो त्यो सास लिने हो। त्यसरी मनन गरौँ न। एक्कासी हामीले ठुल्ठुलो बिल्डिङ 10 तले फलना सिङ्गापुर बनाउँछु भने होइन, यो एकदम व्यतिथि छ, यसमा गन्जा गोल छ, बिस्तारै हुन्छ सरहरू। त्यही भएर राम्रोलाई राम्रो बनाऊ, नराम्रो बनाऊ। राजसभा पनि ठिक छ, भर्खर जन्मेको पार्टी हो, अहिले तत्कालै आक्षेप हिराक्षेप गर्ने ठाउँमा छैन। हेरौँ पायो भने त्यस्तो स्थिति भयो र त्यस्तो देखियो भने राजालाई फालेको हाम्रो बाबुले होइन, तपाईँ हामी त बच्चै थियौँ होला, ठिक छ, म त अलिकति सानै थिएँ, म होइन है त्यसमा। तर आज खुल्ला हाल देखेका छौँ, राजसभाले गरेन भने ठिक छ, राजसभाले फालिदिउला नि त भोलि होइन, त्यसमा म पनि सम्झाउनु होला। म भने मेरो छोरा आउला होइन, मेरो बाउले गल्ती गरेछ राजसभालाई भोट हालेर, त्यसलाई फाल्नुपर्छ भोट, भोलि फालिदिउँला। तर सरहरू खुल्ला आँखाको तरिकामा जाउँ, यो बात त्यो बात नबनाऊ, युगलाई पनि सम्मान गरौँ, आउँदो समयलाई पनि सम्मान गरौँ। हेर्नुहोस् ल, धन्यवाद। उहाँ त गइसक्नु भएछ फेरि, ओहो सरी सरहरू है, एकदम केही दुःख लाग्यो नर भनेको एकदम सरी मनदेखि गर्दै। ठिक छ, धन्यवाद साथी प्रेम सर। प्रेम सर तपाईँ कहाँबाट सर? सर तपाईँसँग धेरैचोटि परिचय भइसक्यो, म पोर्चुगलबाट हो सर। यही रोजगारी सिलसिला यस्तै छ। ठिक छ, नेक्स्ट टाइम फेरि उहाँ सरहरूले फेरि विरोध गर्नु होला, टाइम धेरैले भन्नु होला। हामी एकदम सहनशील छौँ सरहरू, सबैजना साथीहरू, हामी सबै सहनशीलता नियमको पालना गर्छौँ। हामी कसैलाई पनि टुकी गाली गर्दैनौँ, तर राम्रो होइ जाउँ न। एकछिन है प्रेम सर, मैले तपाईँलाई थाहा नभएर होइन, यहाँ 132 जना साथीहरूले थाहा पाउनुपर्छ।
पोर्चुगलदेखि प्रेम सर हुनुहुन्छ पोर्चुगलमा राजसभाको संगठन विस्तार हुँदैछ सबै साथीहरूले प्रेम सरलाई फलो गरिदिनु होला प्लिज एकचोटि सबै साथीहरूले प्रेम सरलाई फलो गरिदिनु होला र पोर्चुगलदेखि हुन्छ र पोर्चुगलको अझ हुनुहुन्छ भने हामी अहिले पार्टी विस्तारमा छौँ नि त पोर्चुगलकै साथीहरू हुनुहुन्छ भने चाहिँ मलाई इनबक्स गर्नुहोस् नम्बर सेयर गर्नु होला व्हाट्सएप सेयर गर्नु होला हैन पोर्चुगलमा विस्तार हुँदैछ पार्टी अब समिति बन्दैछ सबै साथीहरूले प्रेम सरलाई फलो गरिदिनु होला 28 जना हैन राजसभा गर्छ यसको लागि एकदम धन्यवाद यदि पोर्चुगलमा चाहिँ राजसभाको तपाईको यो संगठन बन्छ म कुनै ठूलो मान्छे होइन सर म साधारण मान्छे हो तर हामीले गर्न सक्ने हामीले साथीभाइलाई बुझ्न सक्ने अझै हामीले बुझ्न पर्ने कुरा होला हामी बुझौँला मनन गरौँला हैन साथीभाइले नबुझ्ने कुरा हामी सम्झौँला बुझौँला तर ठिक छ यो कुरामा चाहिँ सर हामी जति पनि छौँ सबै साथीहरू हिजोको दिन हामी के थियौँ हिजो हामी कुन पार्टीमा थियौँ कुन बारमा थियौँ कुन युगमा थियौँ त्यसलाई छोडौँ न हिजो तपाईँले मलाई गाली गर्नु आज मैले तपाईँलाई गाली गर्नु त भएन अब यो तरिकाले जाउँ न युवा मिलाउँ हामीले मैले मेरो तर्फबाट सुरु गरेँ हाम्रो घर परिवार ठिक छ काङ्ग्रेस पनि राम्रो होला नि माओवादी राम्रो होला मैले हामीले त कहिले भने नै एमाले नराम्रो तपाईँको काङ्ग्रेस नराम्रो तपाईँको चाहिँ यो माओवादी हामीले भनेको छैनौँ त्यो व्यक्ति खराब भयो क्या साथीहरू त्यसमा सम्पूर्ण पार्टी नराम्रो भयो एकदम हामीले सम्पूर्ण काङ्ग्रेसलाई भनेको छैनौँ काङ्ग्रेसको योगदान धेरै योगदान छ नेपाललाई आज यहाँसम्म तपाईँ हामी यसरी जुन बोलिएको छ नि काङ्ग्रेसको धेरै ठुलो योगदान छ कुनै पनि तपाईँको हरेक पार्टीको आफ्नो आफ्नो सिद्धान्त छ आफ्नो आफ्नो योगदान छ त्यत्तिकै यो ठाउँमा आएको होइनौँ क्या अब हामीले उहाँलाई गाली गरेर हामी अगाडि पुगिन्छ भन्ने कुरा होइन तर अबको दिनमा के गरिन्छ भन्ने कुरा हो क्या सरहरू अब कमल सरलाई बोल्नु छ ल कमल सर बोल्नु छ धेरै साथीहरू यहाँ धेरै कुराहरू एकदम राम्रो कुराहरू छन् जुन एकदम के त्यो छर्क होइन देखा जस्तो कि एकदम त्यो यथार्थ कुराहरू धेरै कुराहरू साथीहरू राख्नुहुन्छ तर म माओवादीका साथीहरूलाई म के भन्छु भन्दा हाम्रो तपाईँहरूप्रति कुनै पनि कटाक्ष छैन क्या सुन्नुहोस् है राजसभाले तपाईँहरूले जुन देशमा एउटा परिवर्तनको एउटा जुन सुरुवात गरिदिनु भएको छ जति पनि अहिले सकारात्मक पाटाहरू छन् जुन विचार छन् राजसभाले नै अँगालेको छ राजसभाले सदैव तपाईँहरूलाई चाहिँ तपाईँहरूको त्यो योगदानको उच्च सम्मान गर्छ क्या त्यो सँगसँगै त्यहाँ देखिएका विकृतिहरूको त विरोधै गर्नुपर्ने होला नि त साथीहरू त्यहाँभित्र विकृति नै छैन भनेर तपाईँहरूले भन्नु त त्यो मूर्खता पनि होला नि त हामीले तपाईँलाई के भन्छौँ भन्दाखेरि पनि तपाईँहरूले जे जति योगदान दिनुभयो नेपाली जनताहरूलाई नेपाली नागरिकहरूको जुन आँखा त्यो पट्टी बाँधेर राखेको थियो पट्टी खोलिदिनु भयो खोल्नको लागि एउटा तपाईँहरूले सुरुवात गरिदिनु भयो सम्मान छ क्या साथीहरू तपाईँहरूको एकदम सम्मान छ अब तपाईँहरूले त्यसको ब्याज खाइरहनु पाउनुहुन्न भन्ने कुरा हो क्या त्यहाँभन्दा अझै नागरिकको आँखा खोलिसकेपछि त्यो आँखाले चाहिँ सकारात्मक चिजहरू देख्न पाउने होला राम्रो हराभरा देख्न पाउनु पर्ने होला नि त राजाले चाहिँ हामीले बनाइदिएको देश हो अब कसैले पनि यहाँ राज गर्न पाउँदैन भन्ने जस्तो जुन एउटा सोच थियो त्यसको विरुद्ध तपाईँहरू लडिसकेपछि अब अहिले आएर तपाईँहरूले हामीले बनाइदिएको ठाउँमा त तिमीहरू आएर राज गर्ने हामीले त्यत्रो योगदान गरेको थियो अब ब्याज खान तिमीहरू आउने अथवा चाहिँ त्यो ठाउँमा अब तिमीहरू आउन पाउँदैन भन्ने किसिमको जुन काङ्ग्रेस एमालेको साथीहरूले चाहिँ एक किसिमको त्यो रिस राग हुन्छ आक्रोशमा हुनुहुन्छ तपाईँहरूले पनि उत्तेजनामा आएर त्यही शैलीमा आउनुभयो भने त त्यही भएर एउटै डालामा राख्नुपर्ने कारण त्यही भएको कि साथीहरू नभएदेखि तपाईँहरूलाई उच्च सम्मान छ अब राजसभाकै कुरा गर्नुहुन्छ भने साथीहरू राजसभाले तपाईँहरूले पुरा गर्न नसकेका कुराहरू पुरा गर्नु जुन तपाईँहरूले जुन नेपाली नागरिकलाई चाहिँ पटक पटक झुक्क्याउनु भयो क्या कहिले काङ्ग्रेसलाई भोटाल गर्नुभयो कहिले एमालेसँगै गएर त्यो पार्टी नै एकीकरण गर्नुभयो जुन बेला एमाले नै दस्तावेजमा चाहिँ प्रत्यक्ष कार्यकारीको चाहिँ उस लेखाएको थियो तपाईँहरूको पनि त्यही थियो मुद्दा भन्छ त्यति बेला किन गर्नु भएन यस्ता यस्ता कुराहरू चाहिँ नागरिकहरूले भत्काइरहन्छन् अब अहिले त्यही मुद्दालाई अर्को कुनै दलले चाहिँ एकदम कडाइका साथ लिएर आइरहेको छ तपाईँहरू सम्मान गर्नुहोस् न तपाईँहरूले खोजेको चाहिँ हामी आफैले जसरी राजाले चाहिँ हामी आफैले गर्नुपर्छ हामी आफै शासन गर्नुपर्छ भन्ने चाहिँ गरेर तपाईँहरूले पनि हामी आफै गर्नुपर्छ यो हाम्रो मुद्दा हो भन्ने हो कि त्यो चाहिँ नेपालको नेपाली नागरिक त्यो भनेकै छैन क्या कहाँ भनेको छ त माओवादीले ब्याज कहिले 51 सालमा एमाले 100 रुपियाँ बाँडेको भत्ता अहिलेसम्म ब्याज खाएर त माओवादीले कहिले खायो त यो यत्रो यो देशको कायापलट माओवादीले गर्यो कहिले ब्याज खाँदैन जनतालाई खुवाइरहेको छ क्या माओवादीले अब हाँस्नुहुन्छ तपाईँहरू खिल्ली उडाउनुहुन्छ मेरो भनाइ के मात्रै हो भने अहिले राजसभाको लडाई माओवादीसँग होइन बुझ्नु अहिले माओवादीसँग होइन कि हाम्रो लडाई सुन्नुहोस् राजसभासँग लड्ने होइन हामी विपक्षमा एउटै देशमा बसेका छौँ माथि 21 जनाको तपाईँहरूको सांसद
हाम्रै नेता हाम्रै प्रचण्डको पछि लागिराख्नु भएछ त बुझ्नुहोस् यति माथि बुझिसक्नु भएछ तपाईँहरूले बुझ्नु गाह्रो भइरहेको छ म सुनिरहेको छु एकछिन सर हामी प्रचण्डको पछि लाग्यो होइन कि तपाईँले यस्तो भाषा निर्माण नगरिदिनुहोस् बरु प्रचण्ड चाहिँ हाम्रो पछि लागिरहनु भएको छ भनेर भन्नुहोस् कि प्रचण्ड चाहिँ अहिले पहिला काङ्ग्रेसको अनि एमालेको पछि लाग्दो गएर अब फेरि राष्ट्रवादको पछि लाग्यो भनेर भन्नु न त्यसरी तपाईँले पछि अघि नभन्नु न तपाईँहरूको बुझाइ तपाईँहरूले अनि यो भ्रम ठर्नु भइरहेको छ नि माओवादीले हिजो त काङ्ग्रेस एमाले सुन्नुहोस् न राजा सेना पुलिस सबै लाग्दा त सकेन भने अब हामी चाहिँ राजापाको हिजो जन्मेको राजापासँग लाग्नुपर्ने हाम्रो स्थिति आयो त त्यसरी भ्रम नचिर्नु न फैलाइदिनुहोस् न यार भोलि तपाईँहरूलाई पनि सुन्नुहोस् है भोलि तपाईँहरूलाई पनि संसद सरकार बनाउन चाहिएला माओवादीलाई पनि राजापा सरकार बनाउन चाहिएला क्या यो हाम्रो लडाइँ होइन क्या यतिखेर बुझ्नुभयो नि भोलिको कसैको बहुमत नआउन सक्छ त्यस बेलामा के गर्ने भन्दा यही अग्रगामीहरू चाहिँ यी पश्चिमगामीहरू फालेर अग्रगामी देश बनाउन आएका मान्छेहरू सँगै मिलेर जानुपर्ने हो स्थिति हुन्छ भोलि अनि हामी यहाँ लडेर के फाइदा छ मेरो भने यति मात्रै हो हामी लडेर छैन बुझ्नुभयो हामी लड्ने कुनै म आएको तपाईँहरूले त खालि काङ्ग्रेस एमाले माओवादी एउटै हो यिनीहरूलाई साथ पार्नु पर्छ तपाईँलाई अहिलेसम्म जवाब दिन नसक्यो मलाई कि तपाईँलाई मैले सुरुको प्रश्न 1 वर्ष जति हुन लागिसक्यो तपाईँले अहिलेसम्म जवाब दिन नसकेको त्यो संविधान पहिलो संविधान सभाको चुनावबाट नेपाली जनताले संविधान बनाउनु त ल्याप्चे लगाएर लाज त तपाईँहरूलाई दिएको थियो नि त पहिलो संविधान सभाको निर्वाचनमा सबै माओवादीले एक्लै बनाएको हो त सरकार पाले दिन प्रश्न भन्नुहुन्छ कि तपाईँले पक्कै उल्टो गरिराख्नु भएको माओवादीले पक्रिन हौ कति पक्रिन पहिलो संविधान सभाको चुनावमा सबैभन्दा शक्तिशाली तपाईँहरू हुनुहुन्थ्यो नेपाली जनताले लौरो उठ्यो भने खुवाइ भोट हालेको थियो लौरो उठ्यो भने यति धेरै शक्तिशाली बनाइदिएको थियो अनि त्यो त्यति धेरै शक्तिशाली बनाइसकेपछि तपाईँहरू यति धेरै मातिदिनु भयो नि पुरै टोली गुन्डा जस्तो भइदिनु भयो क्या तपाईँहरू एकछिन नखुल्लै रिजोर्ट पाइएन कि तपाईँहरू टोली गुन्डा जस्तो हप्ता उठाउने वाला जस्तो भइदिनु भयो कसैलाई नगर्ने त्यो यस्तो अराजक बनिदिनु भयो नि तपाईँहरूले अर्बौं पैसा झुहाम पारिदिनु भयो तपाईँहरूको कारणले गर्दा खर्बौं पैसा किन संविधान सभाको चुनावको लागि भएको खर्च फेरि दोहोऱ्याएर संविधान सभा चुनाव गर्नु पर्यो नि त अनि तपाईँभन्दा कति थोरै शक्तिशाली काङ्ग्रेसको नेतृत्वमा संविधान जारी भयो सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भयो होइन नभन्नुहोस् त पहिलो संविधान गर्छु ल तपाईँलाई बुझिसकेँ तपाईँको भावना बुझिसकेँ क्या तपाईँले भन्नुभयो नि म काङ्ग्रेस माओवादीले त्यत्रो ठुलो पार्टी हुँदाखेरि त्यत्रो गर्दा सबै एकलौटी माओवादी थियो त्यो बेलामा हामीले काङ्ग्रेस एमालेसँग गठबन्धन गरेर सरकार बनाएको हो कि न त तपाईँ यति बौद्धिक मान्छे यति पनि थाहा हुन्छ तपाईँ 238 सिट जम्मा 301 चाहिन्थ्यो अनि हामी एकलौटी भयो नि त आज काङ्ग्रेस जुन स्थिति हो नि माओवादी त्यही स्थिति हो त अहिले काङ्ग्रेसले अहिलेसम्म एकपल्ट प्रधानमन्त्री खान पाएको छैन ठुलो पार्टी भएर पनि तपाईँले कसरी चाहिँ संविधान चाहिँ हामीले एकलौटी बनाउन सक्यो हामीले सत्ता कब्जा गरेर आएको हो त होइन नि हामी त पहाडको भूभाग चाहिँ 70% हाम्रो कब्जामा हो तर हामीले सहर कब्जा गर्न सकेको थिएनौँ नि त हामी त सहमतिमा आएको नि 60 र 40 हो त्यो सहमति चाहिँ झलनाथ खनालले चाहिँ कसरी चाहिँ उल्लङ्घन गर्थ्यो तपाईँलाई थाहा छ सेना प्रकरण तपाईँलाई थाहा छ माओवादीले नैतिकताको आधारमा 9 महिनामा यो कुनै नाइकालालले दिन सक्छ भने त्यो प्रचण्ड हो क्या खुलेर भन्नुहोस् क्या नैतिकताको आधारमा राजीनामा दिने यो देशमा कोही छ आज एउटा नैतिकता देखाउने मान्छे देखाउनुहोस् त यो देशमा कोही छ तपाईँलाई भन्नुहोस् रूपमान्तर कटवालको कारणले हो सर जबकि यो देशमा 3 जना बाहेक अरू प्रधानमन्त्री भएको चाहिँ 3-4 जना अरू प्रधानमन्त्री कुन चाहिँ पार्टीको छ ल भने त 3टा पार्टीको अरू कुन चाहिँ पार्टीको प्रधानमन्त्री भएको छ सर म सुत्छु ल सुत्नुभन्दा अगाडि उमेशजीसँग म 5 मिनट बोल्छु कि अरू साथीहरूले एकछिन तल राख्छु ल तपाईँ उमेशजी बस्नु न अरू साथीहरू 5 मिनट हुन्छ सर हिमाजी बोल्नु त हिमाजी के भन्नुहुन्छ म हिमाजी तपाईँले एकछिन बोल्नु हाम्रो छोरी मान्छेको तर्फबाट पनि बोल्न पाइएन भनेर यहाँ आउँछ कुरो फेरि म तपाईँसँग एकछिन 5 मिनटसम्म बोल्छु सर त्यसो भए तपाईँले मलाई जवाफ दिन सक्ने कुरा जवाफ दिनुहोस् होला नमस्ते हिमाजीलाई भन्नुहोस्
हजुर हजुर दर्शन नमस्ते होइन यहाँ चाहिँ तल कमेन्ट हेर्दै थिएँ होइन यहाँनिर भन्नु एमाले काङ्ग्रेस अनि घन्टी एउटै हो भनेर तपाईँलाई ठाउँ छोड्छु तपाईँको कुरा राख्ने माथि आउनु भनेको आउनु भएको छैन यहाँको कुरा सुन्नलाई मैले चाहिँ भन्नु खोजेको नि यति साह्रो छडङ्ग घाम झैँ पानी झैँ छडङ्ग भएको छ र पनि अझै पनि काङ्ग्रेस एमालेलाई के अरे अनि माओवादीलाई समर्थक गर्ने मान्छेहरूले चाहिँ के खानुहुन्छ भन्ने लाग्छ क्या मलाई यत्रो हामीले म 18 वर्षको हुँदादेखि केपी बाको भाषण सुनेको अहिलेसम्म केपी बाकै भाषण सुनिरहेको छु लगभग 40 मिनट आँटिसके कहीँ त्यही नभएर कहीँ एउटा सियो बन्दैन नेपालमा एउटा क्रिकेट खेल्ने बुढाबुढीले रहर गरेर त्यो किट भन्ने किन्न पनि इन्डियामा पुग्नु पर्दो रहेछ अहिले हाम्रो छोराछोरीले किट किन्ने किट भने कहाँ पाउँदो रहेछ यो किट भनेको कहीँ नेपालमा नपाउँदो रहेछ इन्डियामा पाउँदो रहेछ भनेपछि नेपालमा केही नै नबन्ने ठाउँमा अझै काङ्ग्रेस एमाले काङ्ग्रेस खानु चाहिँ तपाईँहरूले के खानुहुन्छ कि काङ्ग्रेस एमालेका मान्छेलाई सोधे है मैले खानु चाहिँ के खानुहुन्छ तपाईँहरूले अझै पनि काङ्ग्रेस नयाँ मान्छेलाई एकचोटि हेरौँ न हेरौँ त 30 वर्ष हामीले एमालेलाई काङ्ग्रेसलाई हेरौँ त एउटा कारखाना छैन एउटा कल छैन भुटाहरू बनाउँछन् दमकको बजार हेर्नलाई अनि अब हामीलाई के चाहिएको हामीलाई रोजगार चाहिएको हामीले आफ्नो बालपनमा हाम्रो छोराछोरी कसरी खेले आँगनमा देख्न पाइएन विदेशमा बित्यो हाम्रो जिन्दगी भने अब त हाम्रो छोराछोरीले त्यसरी जिन्दगी नबिताउन् भन्ने हाम्रो चाहना अब देश नयाँ आएर बनाउँछ कि हाम्रो आशा हो एकछिनमा अब हामी एकछिनमा म अब सुत्छु म होइन 11:30 बजे भोलि आउनु होला लाइभमा अलिक धेरै चाहन्छु कि के खानुहुन्छ उहाँहरूले चाहिँ गर्ने मान्छेहरूले चाहिँ म एकछिन तल कमेन्ट एकदम मिस गर्नुभयो कि हाम्रो एकजना सायद हर्क साम्पाङको फ्यान हुँदो रहेछ के तपाईँले मलाई एकदम तपाईँलाई म के भन्छु भन्दा हर्क साम्पाङले देशव्यापी रूपमा संगठन निर्माणको लागि चाहिँ अब आउनुहोस् म नेतृत्व दिन्छु भन्नुभएको छ तपाईँ त्यो हर्क साम्पाङको फ्यान हुनुहुन्छ भने तपाईँलाई सम्मान छ तपाईँ कहाँबाट हुनुहुन्छ तपाईँको ठाउँमा यति धरानभन्दा बाहिर हर्क साम्पाङको मैले यति नेतृत्वको लागि अथवा यति समर्थक र म यसरी चाहिँ संगठन विस्तार गर्दैछु भनेर मलाई दुईटा ठाउँको उदाहरण दिनु अहिले म यहाँ जय घन्टी भन्न छोडेर म चाहिँ यो मगर्जी जय म त तपाईँ चाहिँ एकदम महान हुँदो रहेछ भनेर आइदिन्छु विरोधको लागि चाहिँ जे हुन्छ बोलेर हुन्छ विरोधको लागि बोलेर हुन्छ तपाईँ चाहिँ त्यो दम छ हर्क साम्पाङ देशव्यापी रूपमा उठ्दैनन् हर्क साम्पाङले चाहिँ देशव्यापी रूपमा मान्छे उठाउने हुन् संगठन चाहिन्छ त्यो संगठनको लागि त्यहाँ उठ्ने साथीहरू चाहिन्छ इलाममा के देख्ने इलाममा के देख्ने इलाममा हर्क साम्पाङले जित्नुभयो तपाईँ जस्ता मान्छे काङ्ग्रेस एमालेको चाहिँ नुन पनि खाएर यहाँ आएर चाहिँ हर्क साम्पाङको फ्यामिली भन्दै विरोध गर्ने धेरै देखेको छौँ हामीले तपाईँहरू जस्ता व्यक्तिले गर्दा हामी चाहिँ राष्ट्रमा चाहिँ अहिले उदय भएर त्यसको समर्थक छौँ बुझ्नुभयो त हर्क साम्पाङले चाहिँ त मलाई भेट्न कहाँ आइज कसो गर्ने भन्दै सिकाएका छैनन् हर्क साम्पाङको बेजत नगर्नु तपाईँ जस्तो व्यक्तिले बुझ्नुभयो हर्क साम्पाङको म एकदम ठुलो फ्यान हो थाहा छ कहाँ आइज के भयो रिफ्युजी हर्क साम्पाङले नेपाली नागरिकलाई चाहिँ जातीय उसमा त रिफ्युजी त इन्डियन भनेर भनेका छन् भोट हाल्न मान्छे चाहिन्छ नेपालको नागरिक चाहिन्छ सबैलाई सम्मान गर्नुपर्छ कठमुर्ख अब बोले राजा सर म तपाईँलाई एउटा कुरा सोध्छु ल पहिलो संविधान सभाको मूल जानेको मात्रै दिन्छु म जानेको ठिक छ पहिलो संविधान सभाको मूल उद्देश्य के थियो पहिलो संविधान सभाको जनतालाई चाहिँ संविधान पहिला चाहिँ 47 को फालेर जनताको संविधान ल्याउने उद्देश्य अनि यही हो उद्देश्य त्यसो भए पहिलो संविधान सभाबाट माओवादीले किन संविधान जारी गर्न सकेन त्यो त देख्नु भएन त खिचातानी अरूले चाहिँ हाम्रो पूर्ण रूपमा बहुमत सरकार ठिक छ होइन म खिचातानी त दोस्रो संविधान सभामै थियो कि खिचातानी हुँदै 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 रोटेट भएर काङ्ग्रेसै चाहियो कि सुशील भयो म सुन्नुहोस् न तपाईँलाई यसको त एन्सर होइन तपाईँले सुन्नु बिचमा प्रश्न राम्रो बुझ्नुपर्छ कि प्रश्नै नबुझिनु उत्तर दिनुहुन्छ धेरै मायावी साथीहरूले पहिलो संविधान सभाको अर्बौं गरेको पैसा तपाईँको केसमा पनि लिन्छ मेरो केसमा पनि लिन्छ त्यही संविधान सभा बनाउनलाई
एउटा जाबो संविधान सभाको बनाउनलाई हेडजर बनाइदिएको थियो कसलाई मायावतीले बनाइदिएको थियो नेपाली जनताले अब सबैलाई मिलाएर ल्याउन नसक्ने तपाईहरुलाई अब नेपाली जनताले कसरी पत्याउने भन्ने कुरा हो कि त्यति हो अरु केही हैन ओके राम्रो प्रश्न भन्नुभयो तपाईले चाहिँ यतिको तपाई यति बौद्धिक चाहिँ हुनुहुन्छ तर तपाईले यति पनि बुझ्नु सक्नु भएन कि एउटा पार्टी ठुलो हुँदैन त्यसले पूर्ण रूपमा बहुमत पाएको छ भने संविधान जारी गर्न सक्दैन ठीक छ तपाईको भनाइ ठीक एकदम राम्रो छ त्यतिखेर किन मिलाएर लान सक्दैन भन्ने कुरा चाहिँ तपाईको चाहिँ कस्तो हुँदो रहेछ भने एउटा पार्टीसँग हामीले के अरे गठबन्धन गरेर सरकार बनायौँ अनि त्यसले बेलुका उचाल्यो क्या त अगाडि बढ तँलाई साथ दिँदैछौँ हामी तैँले चाहिँ हामी त त्यसको साथमा अगाडि बढिरहेको थियौँ नि त अगाडि बढ तँलाई हामी साथ दिन्छौँ भनेपछि आज बेलुका एउटा बोल्छ भने भोलिपल्ट बिहान गएर त्यसले नै मुख फेरिदिन्छ भने के लाग्छ त सर तपाईँ यसमा के भन्नुहुन्छ तपाईँ के भन्नुहुन्छ त्यसलाई त्यसमा के भन्छ राजनीतिक चरित्र नभएको देशमा राजनीति चरित्र चाहिँ मलाई बोल्दिनुहोस् त्यसको एकै लाइनमा के हो भने राजनीतिक चरित्र नभएको तपाईहरुले के भन्दिनु भयो अहिले तपाईँ के भन्नुहुन्छ भने दुई त्यही भएको भए संविधान आउँथ्यो ढुङ्गामुढा पनि महाराजी भएको भए संविधान आउँथ्यो भयो वर्ग सबैजना चाहिँ 600 कति त्यति बेला 605 थियो 605 सबै सांसद भइदिए भए संविधान आउँथ्यो भयो वर्ग ढुङ्गा मुढा बाटो हिँड्नेदेखि लिएर सबैजना राता मान्छे भइदिए भए संविधान आउँथ्यो त्यस्तो होइन नि राजनीतिक चरित्र भनेको त सबैसँग मिलाएर लाने होला नि त बाउ त्यतिकै बन्न पाइन्छ नेशनल मण्डेला त्यतिकै भएको छ माओ त्यतिकै भएको छ तपाईँले यो हजिरा दडा बोक्नु भएको छ नि माओ एकछिन सुन्न पनि सहनुपर्छ कि तपाईँको त कमेन्ट सहनै सक्नुहुन्न मात्र मैले के भने साथी नेपाली जनताले पूर्ण विश्वास दिएको थियो पूर्ण विश्वास दिएको शक्तिशाली माओवादीले चाहिँ लिड गर्न नसक्ने अर्को पटकको संविधान सभाको चुनाव हुँदाखेरि त्यो सानो शक्ति थोरै शक्ति घुम्दै फिर्दै आएर सुशील कोइराला लाग्ने बित्तिकै ट्याक्क संविधान सभा जारी हुने मात्र म तपाईलाई के भने तपाई किन सेनाको पछि लागेको तपाई किन अर्को तपाईको चाहिँ शक्तिशाली पदहरुको पछि लाग्नु भयो त्यो बेलामा कुरो संविधान बनाउन सबैलाई एड्रेस गरेर राजालाई एड्रेस गरेको भए पनि हुन्थ्यो एमआरएललाई एड्रेस गरेको भए हुन्थ्यो कांग्रेसलाई एड्रेस गरेको हुन्थ्यो भयो भनेर सबै दललाई मिलाएर लानुपर्छ नि एउटा होला हातमा मुर्गी पार्दाखेरि एउटा होला ठाडो पारेको मुर्गी हुन्छ कस्तो हुन्छ चोरवाला पार्यो भने पृथ्वी आन्सरले गरिरहेको हुन्छ अनि बिचकोवाला पार्यो भने के भन्छ फेरि थाहा छ एफ आउँछ नि बिचकोवाला ठाडो पार्यो भने अनि काँचीवाला ठाडो पारेर चाहिँ मुर्गी पार्यो भने सु गर्न गयो जस्तो हुन्छ मुर्गी हामीले हात पार्दा हातको मुर्गी हेर्नु यसो हेर्नु तर कान्छीवाला चाहिँ ठाडो पारेर चाहिँ अरू औला सबै चारवटा चाहिँ डोब्रा त सु गर्न भने जस्तो हुन्छ अनि बुढीवाला ठाडो पार्यो भने के हुन्छ लाइक ठिक छ भने जस्तो हुन्छ मिलाएर लानु पर्दैन सबैलाई अनि त्यो दोष चाहिँ तपाईँले लिनुहुने त्यति भन्नुहोस् ल पहिला अब लगाएर भन्नुहोस् अब तपाईँले भन्नुभयो के अरे पहिलोपल्ट त्यत्रो ठुलो पार्टी हुँदा चाहिँ किन बनाउनु सकेन दोस्रो पल्ट सुशील कोइरालाले किन बनायो भन्नुभयो नि यही तपाईँ भ्रममा पर्नुभयो पहिलो पार्टी हामी पहिलोपल्ट हामी ठुलो पार्टी भएको थियौँ दोस्रो पल्टको संविधान सभामा कांग्रेसै ठुलो थियो नि त एउटै हो त कुरा तपाईँले भनेको कुरा एउटै हो दोस्रो पल्ट ऊ ठुलो थियो उनले चाहिँ त्यो बेलामा चाहिँ माओवादी त्यो बेलामा जब हामीले संविधान बनाउन आउँदा चाहिँ हामीलाई चाहिँ जुनले समर्थन गरे त्यहीले हामीलाई घात गरे माओवादीलाई अगाडि बढ्न दिएनन् हाम्रो पूर्ण रूपमा बहुमत भएन हामीले मिलाएर लान सकेको खोजेको चाहिँ हो अब तपाईँको त्यहाँ गद्दार गर्ने राजनीतिक चरित्र चाहिँ भएपछि नेपाली कांग्रेसको धेरै 72 सालको सुन्नुहोस् न 72 सालको संविधान सभा जारी हुँदै 70 मा को ठुलो पार्टी भएको त त्यतिखेर त तपाईँको त हामी 64 मा ठुलो भएको हो तर फेरि 72 मा त 70 मा त कांग्रेस ठुलो भएको नि त हाम्रो तेस्रो तपाईँले कांग्रेसलाई सफल बनाइदिनु भयो कि नेपाली जनताले चाहिँ माओवादीलाई सफल होस् भन्न चाह्यो तपाईले चाहिँ कांग्रेसलाई सफल बनाइदिनु भयो कि त्यही बेला तपाईसँग विश्वास गर्ने आधार भएन मात्र त्यति बेला हामीले अरु के पनि हैन नेपाली जनताले चाहिँ नेकपा माओवादीलाई एकछिन छ नेपाली जनताले मैले तपाईले चाहिँ नेकपा माओवादीलाई शक्तिशाली बनाओस् नेकपा माओवादीले मिलाएर लगोस् राम्रो आकारको संविधान बनाओस् पुरानो सत्ताबाट उखलिएको राजा भए राजालाई पनि एड्रेस गरोस् अथवा नगरोस् कसरी हुन्छ मिलाएर लगोस् भनेर नेकपा माओवादीलाई भोट दियो सबभन्दा शक्तिशाली बलियो बनाइदियो अब दोस्रो पल्टको संविधान सभाको चुनावमा
दोस्रो पटकको संविधान सभा चुनावमा काङ्ग्रेस अलिकति ठुलो थियो, बहुमत होइन, अलिकति ठुलो थियो, काङ्ग्रेसले बनाइदियो भने तपाईँले चाहिँ काङ्ग्रेस ठुलो बनाइदिनु भयो कि त्यो दुःख लागेको कुरा भयो नि त, ल भन्नुहोस् त। अनि त्यो जनमतको अपमान भयो भएन, यति भने मैले अरू के पनि हो त। तपाईँको कुरा एकदम ठिक हो क्या। हामी सफल हुनुपर्ने हामीलाई चाहिँ खुट्टा तानेर सफल हुन दिएन। तपाईँले भनेको खुट्टा तानेकै त हो त, प्रविधि त होइन नि सर। भोलि तपाईँको पार्टी पनि भोलि 84मा चाहिँ राजापा ठुलो पार्टी भएर चाहिँ बहुमत आएन भने उसले एकजनासँग मिलेर यो संविधान संशोधन गर्दा प्रत्यक्ष राष्ट्रपतिमा जानु पर्दा अर्कोले चाहिँ तपाईँलाई सपोर्ट गर्दैन भने के लाग्छ त? त्यो बेलामा त फेरि तपाईँको नैतिकताको आधारमा त प्रधानमन्त्रीले त राजीनामा दिनु पर्ला नि त। यदि रवि लामी छाने भोलि प्रधानमन्त्री हुनुभयो भने यो कुरा बुझ्ने कि नबुझ्ने? तपाईँले भन्नु त यस्तो के माओवादीको त्यस्तो ठुलो छाती भएको, छाती फुलाएर गोली थाप्न पनि नडराएका त्यो माओवादीको त्यो विचार तपाईँले खुट्टा तान्दैमा तपाईँहरूले यत्रो डराउनु पर्छ भन्ने छैन क्या। त्यो माओवादीको विचारलाई नै थोरै नकाट्नुहोस्, तपाईँले जवाब दिनुभयो भने त्यसले हुँदैन। केही कुराहरू स्वीकारोक्ति पनि राखिदिनु पर्ने हुन्छ। जस्तो कि तपाईँहरूले चाहिँ जनमतको पहिलो चुनावमै अपमान कसरी गरिदिनु भयो, जनताको अपमान कसरी गर्नु भएको थियो भन्नुहुन्छ भन्दाखेरि म चाहिँ माथितिर म जाँदिनँ कि जनताले त्यो माधव कुमार नेपाललाई चाहिँ यो मान्छे चाहिँ राष्ट्रको निम्ति हाम्रो नेतृत्व गर्ने, देश विकासको लागि यो मान्छे योग्य छैन भनेर जनताले नपत्याएको मान्छे कि जहाँ चाहिँ झक्कु सुवेदी जस्तो मान्छे चाहिँ जो चाहिँ सङ्घर्ष गरेर आएको व्यक्ति हो, यस्तो व्यक्ति चाहिन्छ भनेर जिताएको व्यक्ति अहिले झक्कु सुवेदी खोइ माधव नेपाललाई तपाईँले कहाँ पुर्याएर राख्नु भएको छ? तपाईँलाई जनताको साथ चाहिएको कि तिनै जो चाहिँ राष्ट्रको विकास गर्नु सकेन, यी नालायक भनेर 10 वर्ष सङ्घर्ष गर्नुभयो, सङ्घर्ष पश्चात फेरि तिनीहरूलाई किन उठाएको? यो कुरा स्वीकारोक्ति राख्नुभयो भनेदेखि यहाँ हो माओवादी सुध्रेको भनेर जनताले पत्याउँछ। नभएदेखि जित्नको लागि त्यो 10 वर्ष युद्धलाई चाहिँ पछाडि पार्ने गरेर आफ्नो लाजवाब त्यो नराखिदिनुहोस् के उमेशजी। ल उमेशको पाला आयो। एक मिनट होइन, हाम्रो कमल सरले के मात्रै चाहिँ बुझ्नु पर्यो भने तपाईँहरूले जनताको अपमान भयो, भोटको कदर भएन भन्नुभयो नि। कदर हामीले गर्न खोजेको हो क्या, तर हामीले पुनः एउटा शासकीय स्वरूपमा त्यसको चाहिँ म्यान चाहिँ मान्नु पर्यो होला नि त। हामीले बल मिचाइ अब हामी शान्ति सम्झौतामा आएको थियौँ, बल मिचाइ नै गर्ने थियो भने त हामीले संविधान जारी गर्न सक्थ्यौँ होला। अब प्रचण्डले नैतिकताको आधारमा राजीनामा नदिएको भए हारुवा माधव कुमारलाई पनि ल्याएर चाहिँ प्रधानमन्त्री बनाउनु पर्दैन थियो होला। त्यो बेलामा चाहिँ तपाईँको उसलाई ल्याएर चाहिँ अर्कोलाई पनि त्यो ल्याएर प्रधानमन्त्री बनायो हामीले। यो हरेक कुरा भयो त्यहाँ होइन, त्यो बिचमा धेरै कुरा भयो। तर हामीलाई जब बहुमत बिना त त्यहाँ त देशमा त केही चल्दैन नि। मैले उदाहरण दिएँ तपाईँलाई। भोलि तपाईँको पार्टी चाहिँ भोलि गएर ठुलो पार्टी भइदियो, त्यसको लागि सरकार बनाउनलाई एकजना कुनै न कुनैसँग चाहिँ साँठगाँठ गर्नु पर्यो भनेपछि त्यसले चाहिँ काम गर्ने बेलामा खुट्टा निकालिदियो भने कस्तो बिजोग हुन्छ भनेको हो क्या। हामीलाई भएको त्यही भएको क्या। हामी एमालेसँग मिलेर सरकार बनाएको थियौँ। टाइम सक्यो। एक मिनट कहाँ हेर्नु पर्यो नि, टाइम हेर्नु छैन, खालि आँखा चिल्लेर बोले ल 1 मिनट कमल सर कुरा स्किप भयो कि उमेशजी। मैले तपाईँहरूलाई त्यत्रो भनेको छैन। सुन्नुहोस् न, नैतिकताको आधारमा राजीनामा दिएको जनताबाट चाहिँ अभिमत लिए, त्यो मत लिएर गइसके पछाडि मात्रै हो कि नैतिकताको आधारमा राजीनामा दिएको कि उमेशजी। तपाईँले धेरै कुरा स्किप गरिदिनु भयो कि। मैले तपाईँले के भने चुनावमा हारेको व्यक्तिलाई किन उहाँ लिएर गएको, त्यस पश्चात चाहिँ माधव नेपाललाई लगाउनु भएको नैतिकताको आधारमा चाहिँ राजीनामा दिइसकेपछि तपाईँहरूलाई चाहिँ अब यो व्यक्ति आवश्यकता छ भनेर चाहिँ त्यहाँ पुर्याउनु भएको हो, अथवा चाहिँ नैतिकताको त आधारमा राजीनामा दिनु अगाडि माधव नेपाललाई लगाउनु भएको थियो, जसको जुन दलले चाहिँ बैलगाडा चढेर चाहिँ हामी चाहिँ उसमा जान सकिँदैन भनेर अब त्यत्रो त्यो आइसके पश्चात भने तपाईँहरूले चाहिँ त्यस्तो व्यक्ति किन बोक्नु भएको? जनताले त्यतातिरबाट पनि अलिकति विश्वास गुमाएको भन्ने मेरो एउटा सामान्य एउटा नागरिकको तर्क मात्रै हो कि उमेशजी। मैले नैतिकताको आधारमा राजीनामा दिएको सम्मान छ कि त्यत्तिको चाहिँ सबैमा हुनुपर्छ, सबै नेताले त्यहाँबाट सिक्नुपर्छ भन्न चाहन्छु।
तपाईँले जब प्रचण्डले चाहिँ राजीनामा दिएपछि चाहिँ माधव कुमारलाई ल्याएको हो त पहिले त कहाँ ल्याएको हो त तपाईँको प्रश्न गयो नि अर्को भयो क्या माधव प्रचण्डले जब राजीनामा दिएपछि त माधव कुमार त तपाईँको 67तिर कि 25 सालतिर भएको हो नि हाम्रो त 65 मै राजीनामा दिएको नि त्यस प्रचण्डले दिएपछि अर्को एकजना हाम्रो प्रशासकीय अधिकृत या को समथिङ उहाँको नाम लिन्छ उहाँलाई प्रधानमन्त्री बनाएको हो नि त त्यसपछि त तपाईँको बाबुराम भएपछि अनि माधव कुमार भएको हो तपाईँले के भन्नुभयो तपाईँले कमल सरले भने यहाँ जनमतको चाहिँ कदर भएन भन्नुभयो क्या अब जब एकजना मान्छेले साथ दिने मान्छेले साथ नदिएपछि त्यहाँ अब त्यहाँ प्रचण्डले चाहिँ आफ्नो एउटा जनताबाट निर्वाचित प्रधानमन्त्रीले लाज शरम सहेर त बस्ने कुरो भएन नि त सर अब आफ्नो धरातल त टेकेर बिर्सिनु भएन हिजो हामी कुन धरातलबाट आएको थियौँ भने उहाँ एउटा निर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो नि त तर उहाँ चाहिँ निर्वाचित प्रधानमन्त्रीको चाहिँ अपाय होला टाइम सक्यो कमल सरको टाइम सुरु भयो ल उमेशजीले डाटा थालिन्छ है अगाडि पछाडि भन्दा म भनिदिइहाल्छु म अगाडि पछाडिको कुरा नगर्नुहोस् रोकिहाल्यो होइन यसमा पनि त्यो पहिलो चुनावबाट लगेको व्यक्ति हो तपाईँहरूले यही कुराहरूलाई चाहिँ स्वीकार नगरेर त्यो माधव कुमार नेपाललाई बोकेको कुरा तपाईँहरू स्वीकार गर्नुहुन्न जुन के को विरुद्धमा त्यहाँभन्दा अगाडि हामी सङ्घर्षमा थियौँ उमेशजी सुन्नुहोस् है माधव नेपाललाई बोक्नुभन्दा केही समयको त्यो अलिकति समय अगाडि हामी चाहिँ ठुलो सङ्घर्षमा थियौँ होइन त्यो सङ्घर्षले त्यो बोकेका मुद्दाहरू त्यो भाव के थियो के को लागि सङ्घर्ष गरेको थियो भन्ने कुराहरू छोड्दै आएर तपाईँहरू यति धेरै नै कुरा नबिर्सिनु न हामीले धेरै सपनाहरू चाहिँ बाँडेका थियौँ नि नेपाली नागरिकलाई माधव नेपाल जस्तो व्यक्ति उनीहरूको विरुद्धमा सङ्घर्ष गरेर हामी चाहिँ उनीहरूलाई नै बोक्दै हिँडिरहेछौँ अब चाहिँ यो दोहोरिनु हुन्न है हामीले गर्दैनौँ है यो चाहिँ यहाँबाट सचिनुपर्छ भन्नुपर्ने ठाउँमा त्यसपछि गरेका धेरै गल्तीहरू छन् कि उमेशजी जस्तो कि हामी काङ्ग्रेससँग चाहिँ चुनावी तालमेल गऱ्यौँ हामी फेरि प्रचण्डले कमल सर यही कुरा त गरिरहेको छ त हामी शुद्ध पनि चाहन्छौँ एकपल्ट जनतामा जान्छौँ भएर हिजो हाम्रो केही कमी कमजोरी भयो भने त प्रचण्डले त आत्मालोचना गरिराख्नु पर्छ त हामीले सबै हामीले दुधले नुहाएको भनेकै छैन त भनेर छ त छैन नि अब म बोलौँ ल अब म बोलौँ ल सर म छुट्टै है सर ल म हजुरलाई पनि भयो ल तपाईँहरूले चाहिँ आत्मसात गर्यो कमजोर भयो गल्ती भयो माफ मागौँ भन्दै सरकार बाहिर हुँदा रुनी सरकारमा हुँदा धोनी गर्नुभयो रुनी र धोनीसँगै गर्नुभयो साथी अब हामीले के भन्यो है त्यो रुन धरा छोडिदियौँ सरकारमा हुँदा धोइ पखाली गर्ने सरकारमा हुँदा रोइ पखाली गर्ने त्यो नगरौँ अब हामीले छोडिदियौँ अब एकपल्ट राष्ट्रपाललाई हेर भन्ने हो सर ठिक छ यसै गरी छलफल गरौँला होइन खुसी लाग्यो आइदिनु भयो साथीहरू